मा एसयू कम्प्युटरमा सर्टिफाइड इथिकल ह्याकरको कोर्स गरिसकेपछि यो इन्डियन कम्पनी भन्टेक्समा जब पाउनुभएको थियो र यसै खुसीमा चाहिँ उहाँलाई अब आजकै दिनमा होइन स्यालेरी पनि उहाँले चाहिँ अब प्राप्त गर्नुभएको यही आफ्नै यो फिल्डमा जुन फिल्डमा चाहिँ उहाँले अब एउटा सपना जुन एउटा बोकेर चाहिँ एसयू कम्प्युटरमा आउनुभएको थियो म चाहिँ ह्याकिङमै के गर्छु यसमै म काम गर्छु भनेर उहाँको एकदम फोकस चाहिँ यसमै थियो होइन भनेपछि आज त्यो उहाँको सपना पनि पुरा भएको छ। त्यो अब जब गर्दाखेरि कम्पनीबाट जुन उहाँको बस हुनुहुन्छ उहाँबाट चाहिँ पहिलो नम्बरमा उहाँले बनाउनु भएको रिपोर्ट एकदमै इम्प्याक्टफुल भएको भनेर चाहिँ उहाँलाई चाहिँ एकदम त्यसमा राम्रो भनेर एकदम बेस्ट छ तपाईँको चाहिँ रिपोर्ट एकदम इम्प्याक्टफुल छ राम्रो छ होइन भनेर चाहिँ यो कुरा चाहिँ उहाँको बसबाट उहाँलाई चाहिँ यो जानकारी भएको छ र उहाँले पहिलाभन्दा एकदमै राम्रो पनि गर्दै जानुभएको छ उहाँको कुरा सुन्दाखेरि पनि। अनि यसमा उहाँको चाहिँ एकदम मेहनत छ। मैले उहाँले काउन्सिलिङ पनि गरेको थिएँ। अब काउन्सिलिङ गरिसकेपछि उहाँले अब यहाँ हाम्रो कुराहरू धेरै मन पनि पर्यो अनि त्यसपछि उहाँले यो जुन आफ्नो जर्नी सुरु गर्नुभयो होइन। अनि यसमा उहाँ चाहिँ हाम्रो एसयू कम्प्युटरबाट सर्टिफाइड इथिकल ह्याकर पनि हुनुहुन्छ र उहाँले यहाँ आएर पढेर त्यसपछि यहाँ सबै एक्जामहरू पनि उहाँले दिइसकेपछि सबै कुराहरू फेस गरिसकेपछि इन्टर्नसिप पनि उहाँले यहीँ नै गर्नुभयो एसयू कम्प्युटरमै। अनि लगभग उहाँको यहाँ समय चाहिँ 1 वर्षसम्म उहाँले यो सबै यहाँ पढेर यहाँ इन्टर्नसिप सबै गरिसकेपछि उहाँमा कन्फिडेन्ट बिल्डअप भएर चाहिँ अब अहिले इन्डियन कम्पनीमा उहाँले चाहिँ यो अहिले एकदम जब गरिरहनु भएको छ। हामीले यहाँ सिकाएको कुराहरू चाहिँ तपाईँले अहिले त्यहाँ रिसेन्टली अहिले कम्पनीमा काम गर्दाखेरि होइन कतिको तपाईँलाई चाहिँ त्यहाँ हामीले पढाएको कुराहरू त्यहाँ काम लागिरहेको छ? मैले यहाँ सरहरूबाट सिकेको कुराबाट मलाई एकदम काम गर्ने इजी भइरहेछ अनि त्यहाँ कम्पनीबाट पनि एकदम राम्रो फिडब्याक आइरहेछ अनि त्योबाट म एकदम खुसी छु। अहिले एसयू कम्प्युटरबाट जो स्टुडेन्टहरू सर्टिफाइड हुनुभएको छ अहिले उहाँहरू सबैजना पङ्कज जस्तै गरेर अहिले कम्पनीहरूमा जब गरिरहनु भएको छ भने यदि तपाईँहरूमा पनि पङ्कजको जस्तै यो ह्याकिङमा फोकस छ र यसमा तपाईँहरूले यसैमा करियर बनाउने अनि जब गर्ने भनेर चाहिँ त्यस्तो सोचमा हुनुहुन्छ भने तपाईँहरू पनि यहाँ एसयू कम्प्युटरमा आएर एडमिसन लिएर पढ्न सक्नुहुन्छ। र अब अहिले त एसयू कम्प्युटरबाट पनि धेरैजनाले जबहरू गरिरहनु भएको छ। प्लस तपाईँलाई एउटा के फाइदा हुनसक्छ भन्दा हामीले रिफरेन्स गरेर पनि तपाईँलाई यदि यहाँ एकदम राम्रोसँग पढ्नुभयो भने हामी जबको लागि तपाईँहरूलाई डिफरेन्स पनि हामीले चाहिँ गर्न सक्छौँ। हामी पङ्कजबाट अथवा अरू जोबाट पनि हामीले चाहिँ गर्न पनि सक्छौँ। र अब तपाईँलाई चाहिँ यसमा इन्ट्रेस्ट र पढ्न मन छ भने तपाईँहरू न्यू बानेश्वर स्थित एसयू कम्प्युटरमा सम्पर्क गर्न सक्नुहुन्छ।